सामने छ हामी आज गरिरहेछौँ। त्यसले गर्दाखेरि यो गरिबी अभाव र यसकै कारणले गर्दाखेरि हुने विभिन्न खालका केही मानिस ठगी भ्रष्टाचार यी सम्पूर्ण कुराहरूको तपाईँको चाहिँ अब हामी समूल अन्त्य गर्नतर्फ लाग्छौँ। अब नयाँ दल नयाँ राजनीतिक दल आएपछि व्यवसायी पार्टीहरू आइरहेका छन् अगाडि पनि नयाँ नयाँ दलहरू आएका दुई सय कति कुरा छ यहाँ हामी र अरूमा फरक छौँ यो त तपाईँहरूले देखिहाल्नु यो देखिहाल्नु। पहिलो कुरो त हाम्रो 50 झन्डा बिनाको पार्टी हो है। हामी हाम्रो दलको आफ्नो फाल्टो झन्डा राख्दैन। हाम्रो दल अब राजनैतिक दल यो अर्थमा हो कि हामी अबदेखि चुनावहरू जुन हुन्छ है हामी तपाईँ लोकतन्त्रको विश्वास गर्छौँ। त्यसले गर्दा चुनावमा हामी भाग लिन्छौँ। त्यसले गर्दाखेरि यो राजनैतिक दल हुन्छ तर यो परम्परागत राजनैतिक दल जस्तो हुँदैन। यसले तपाईँको चाहिँ फिल्डमा देखिने गरी तपाईँहरूले काम देख्नुहुन्छ। हामी हरेक टोलमा हरेक ठाउँमा तपाईँको श्रमदाता बनाउँछौँ। म त भन्छु सबैले अब यो हामीले तपाईँको सुरु गरेको अभियानमा साथ दिनुपर्छ। एउटा घरबाट एकजना एक परिवार एक श्रमदाता निक्लिनुपर्छ। यो देशमा यति धेरै काम गर्नुपर्छ यति धेरै काम गर्नुपर्छ होइन दुनियाँ छक्क पर्ने गरी काम गर्नुपर्छ है। यति धेरै काम गर्नुपर्छ र त्यो काम गर्ने शक्ति निर्माण भएको छ र आज निर्वाचन आयोगले निर्माण भएको छ र त्यसरी जान्छ। यो अरू जस्तो हामी भाषण भूषण यो त्यो भन्दा फिल्ड वर्कमा हामी विश्वास गर्छौँ। अब केही दिन पछाडि तपाईँहरू हो तयारी भइराखेको छ निर्वाचनकै लागि कुनै प्रतिबद्धता हामी जहाँ जान्छौँ त्यही तयारी भइहाल्छ। किनभने वाक्का टिक्का लागेको छ पब्लिकलाई हामी जहाँ जान्छौँ त्यही तयारी भइहाल्छ। तपाईँ जस्तै नवीन सोच चाहने दलहरूलाई काम गर्ने मुख बजाउनेलाई खासै हामी तपाईँको छैन नआउनु त भन्दैनौँ होइन तर हुँदैन मुख बजाउनु मुख त सबैले बजायो नि। हामी 70 वर्षसम्म मात्रै बजाएर पछि परेको देश हो नि त। त्यसले गर्दाखेरि अब चाहिँ काम गर्नुपर्छ इमान्दार मान्छे जनताले धेरै समयदेखि तपाईँ र मेयर पारेन्द्र शाह जोडिनुपर्छ भनेर भनिरहेका थिए। आज तपाईँको जनता भइसकेको छ होइन आज फेरि मेयर पारेन्द्र शाह कहाँ जोडिने उहाँको कुरा म गर्दिनँ तपाईँलाई थाहा हुनु पर्दैन नि भन्नु त के लेखेँ लेखिरहन्छु म त के एक मिनटमा लेखिरहन्छु।